चकलेट पाए क्रिसमसको घर गएर खानुपर्छ। ओहो उठा त ओहो नि ल साला जाडोले यस्तो बग्यो। सबैलाई स्वागत छ। आज चाहिँ काममा जान लागेको भिडियो बनाउँदैछ। हेरौँ जाडो लास्टै छ यता अनि पानी पनि परेको। भोलि क्रिसमस रे आज क्रिसमस चाहिँ पानी जापानमा चाहिँ अब क्रिसमसमा बहुत पर्पस गर्ने डेटिङ जाने काम हुन्छ। म चाहिँ काममा, त्यही भएर आजको एक दिन कसरी बित्छ हेरौँ। पछाडि सब सामान अनि अगाडि चाहिँ हल्का पानी परेको। बाहिर खासै नहिँड्ने भएर थाहा हुँदैन होइन। बाहिर हिँड्नुलाई त लास्टै जाडो छ। त्यही म गाडीभित्र नि यस्तो ज्याकेट लगाएर हिँड्नु पर्यो। गाडीबाट ओर्लिने बित्तिकै मुटु काम्ने खासै सुत्दैन। अलि अबेर सुतेको 1 बजीतिर सुतेको। काम पनि सिफ्ट जस्तो बनाइदिएको। एक दिन काम एक दिन बिदा, एक दिन काम एक दिन बिदा। टक्क क्रिसमस लकिली परेको नि त बिदा परेको छ। प्रोम्याक्स बबाल हुँदो रहेछ। प्रोम्याक्स लिएदेखि म फर्स्ट टाइम होला मैले भिडियो खिचेको। अब कामभित्र त देखाउन मिल्दैन, प्राइभेसी हुन्छ। यसै बाहिरतिर उनीहरूले हिटुल गरेको टाङटुङ यताको बाटोघाटो कस्तो छ त्यही हेर्ने त हो नि होइन। गुड मर्निङ। बिहानको समय थोरै घाम लागेको छ। बाटो चाहिँ यस्तो राम्रो पर हल्का कालो बादल लागेको छ। अब यहाँबाट त्यही 4-5 मिनटको बाटो छ। घरहरू देख्न सक्नुहुन्छ, एकदम अग्ला घर मजाले ठुल्ठुलो अपार्टमेन्टहरू। यो दाहिनेतिरको चाहिँ भर्खरै बनेको एउटा 2-3टा कोठा कति हुन्छ त्यसको लगभग 1.5 लाख रुपियाँ भाडा। महँगो छ नि, महँगो छ जापानमा। के गर्नु, बसिसाध्यै छैन। कोठा भाडाले खान्छ हो जिन्दगी। एउटा सानो रुमको दुईटा रुम र अनि एउटा किचन भयो भने लगभग 60,000बाट 1 लाख जति भेट्छ। बहुत महँगो छ, बसिसाध्यै छैन। फाइनली पुलमा आयो। पुल मुनि चाहिँ साङ्गाचुमा
मार्चतिर चाहिँ मजाले साकुरा फुल्छ। अहिले चाहिँ पुरै शिखरा परेको छ, 5-7 झरेको छ। हो यो सबै बाटो पुरो भएको ठाउँमा साकुरा झपक्कै फुलेर कस्तो राम्रो देखिन्छ। अहिले चाहिँ अब यो खडेरी लाए जस्तो भएको छ, त्यही कस्तो राम्रो देखिन्छ भने पातहरू कहिले रातो हुने, कहिले हरियो हुने, कहिले फुल्ने। जापानमा समय अनुसार चाहिँ मजाले जस मौसम अनुसारको चिजहरू हेर्न पाइन्छ, घुम्न पाइन्छ, अनुभव गर्न पाइन्छ। त्यही हो। हेलो, बेलुकाको नमस्कार। काम गरियो त्यस बेलासम्म 7:17 बिहान आएको 9 बजे। मजाले काम गरियो, पानी पऱ्यो। अब घर जाने गएर टक्क। आज क्रिसमस इभ रे भोलि। मलाई चक्लेट पनि पाएको थियो होइन, चक्लेट पाएँ क्रिसमसको। घर गएर खानुपर्छ। कस्तो मिठो छ जस्तो छ। घर गएर खाने हो। घर जाँदैछु, बिचमा यसो हेर्दै जाउँ कस्तो छ। हिउँ पर्छ कि जस्तो छ है, हिउँ पर्छ कि जस्तो छ। पानी परेको छ, तर हिउँ पर्दै हुन्थ्यो। मलाई चिपामा हिउँ हेर्नु मन लाग्थ्यो। पहिला परेको थियो हिउँ, अहिले परेको छैन। यो 2-3 दिन पानी पऱ्यो भने पर्न सक्छ। बाँधेको पर्न सक्छ, केही देखिएको छैन। पर्दै हुन्थ्यो। ओके रे। घर चाहिँ यहाँबाट 5 मिनट। यस्तै छ जापानको लाइफ। बिहान भात बोकेर आयो, खायो, काम गर्यो। मेरो त नजिकै छौँ भनौँ। कतिजना मान्छेहरू त 1 घन्टा, 1.5 घन्टा, 2 घन्टा ट्रेनमा गएर आउँदाखेरिमा पनि 2 घन्टा, जाँदाखेरिमा पनि 2 घन्टा लाग्छ। उनीहरूको त बिचरा 8 बजे काम सकियो भने नि घर आउँदा त 10-11 बज्छ। मेरो त जस गयो भने 5 मिनट हो। खासै समस्या छैन। विदेश भने विदेशै हुन्छ, के गर्नु, गरी खानै पर्यो। लास्टै भिडियो खिच्न मन लाग्ने, त्यही भएर यसो सबैले हेर्नु भनेर। आफूले भोगेको कुराहरू
देखाउँदै जाउँदा कामभित्र अब खिच्न मिल्दैन मेरो जापानमा धेरै जस्तो प्राइभेसीको कुरा त्यही भएर अब बाहिर यसो हिँडुल गरेको हिँडुल गर्दाखेरिमा ल्यापटप खिच्न मिल्छ त्यही हेर्नुहोस् आन्दोलिन्स कस्तो छ जापान होइन रहर हुन्छ म टक्क युरोपियन कन्ट्री जानलाई बहुत रहर घुम्न तर यहाँबाट जापानमा आएर काम गर्नु थालेपछि मेलामा दागो गुरु जस्तै फुर्सद नि हुँदैन काम पनि छोड्न मन लाग्दैन पैसा आउँछ भन्दै बस्दै त्यही भएर गर्नै पर्यो के गर्नु अब 1-2 वर्ष गरिन्छ त्यसपछि हेर्दै जानुपर्छ हुन्छ जापानै आएको 10 वर्ष भइसकेछ मजाले व्यापार बिजनेस गरेको भए नि पैसा त टन्नै कमाइन्थ्यो होला तर के गर्नु व्यापार बिजनेस गर्नलाई नि पैसै चाहिने त्यो भएर अर्काको काम गर्दै बस्दै कम्पनीमा काम गर्ने मान्छे कहिल्यै बोलाउँदैन जस्तो आउँछ अर्काको काम गर्यो बस्यो खायो अरूले जे भने त्यही मान्नु पर्यो फुर्सद पनि छैन जस्तो बिस्तारै हुन्छ सबैको त्यस्तै त होला भनेर बस्या मेरो आधार पक्कै होइन सबै त्यस्तै सोच्नुहुन्छ होला कसो कुरा घर जाने छोरीहरूसँग खेल्यो सुत्यो भोलि बिदा छ मेरी क्रिसमस त्यही हो 0 देखिन्छ तपाईँ फाइनली म चाहिँ अब सुपर मार्केट आइपुगेँ अब घर जाँदाखेरि अलिअलि खानेकुराहरू बोकेर जानुपर्छ नत्र बच्चाहरू फेरि झोला समातेर कताल खुतुल गर्छन् अलिअलि बनाना सनाना अनि बिस्कुट चिप्स बोकेर लानुपर्छ मासु त खाइ नसक्नु छ यहाँ अब मासु लास्टै महँगो हुन्छ त्यही नि मासु त दिनदिनै खाइरहेको हुन्छ यही हो मासु जापानको उस हुँदैन के अरे भर्खरै काटेको हुँदैन कहिलेदेखि ल्याएर राखेको अनि यो चाहिँ बिहान काटेको हुनुपर्छ त्यही फ्रिजबाट निकालेर काटेको हुनुपर्छ यही हो मासु महँगो रहेछ बिस्कुट लगिदिनु पर्यो बिस्कुट खान्छन् बिस्कुट अनि चिप्स चिप्स बिस्कुट बिस्कुट ल्याउनुपर्छ क्या चाहिँ ठिक होला जस्तो
फाइनली प्रेजेन्टिङ कुरकुरे चिप्स कर्नर। यहाँ चाहिँ विभिन्न भेराइटीको कुरकुरे चिप्सहरू छ, सस्तोदेखि महँगो। एउटाको 100 रुपियाँदेखि 300, 400, 500 सम्मको छ। यो लानुपर्छ क्या भनेर लिँदैछु मैले चाहिँ। फाइनली चिप्स भएतिर आयो, चिप्स पनि लियो। अब चाहिँ उतापट्टि गएर एउटा यसो चुस्की लाउने बियर लिइन्छ। बियर हेर्न जाऊँ है त। यो जापानको पान पाउरोटी एउटा भएको हुन्छ 100 रुपियाँ। यहाँ त सस्तै भनौँ। अनि यता चाहिँ छ बियर। ल हेर्नुहोस् भेराइटी यही हो, बिगार्ने पैसा सकाउने यसैले। मैले चाहिँ यो खान्छु। यो अलि सस्तो पनि छ अनि त्यस ठिक्क छ, सस्तो भनेको जस्तो छैन। एउटाको 217 पर्छ। अरू चाहिँ भेराइटी हेर्नुहोस् जतिको पनि छ, महँगोदेखि सस्तोसम्म सब छ। यही हो। फाइनल घर पुग्यो। अब हेरौँ रियाक्सन कस्तो छ। छोरीहरूले यही हेरेर लाइफ कोटाउनु छ। हेरौँ भित्र टिङ टङ पारेको छ। अब दुईजना कसरी निस्किन्छ हेरौँ। अब चिच्याउँदै उफ्रिँदै आउँछ। ल यस्तो छ। के भयो? ल किस घरको हालत त्यस्तो छ। कान्छ लिएर आएको सामान सबै खान्छ। खोल्दै भनेर होइन हो। सर यता आइदिनु सक्छ। खोला त के छ पापाको झोलामा? सानो के छ झोलामा? के चिज के छ भन त सानो? खोल न खोल। यहाँ भित्र के छ हेर। गमी गमी भन्छ। ल यता यता यहाँ भित्र हेर्नु भित्र सानो सुगा何ですか?開けて開けてオープンして。開けてオープンできる？開けて開けて開けて開けてママ開けて。यता हेर्न। ओहो उठा त
हो नि ल सानलाई आरिगातो आरिगातो 4 जनालाई ठिक्क खाइदिँदैछ सानो खाऊ त मामा खा ओइसी आइची खै त रिभ्यू त्यो चाहिँ पापा पापा त्यो चाहिँ मामा सानो ओइसी ओइसी खाना ओइसी ल ओइसी भन्नु त आइची भनिदेऊ त ल छिटो ओइसी भन्न यिनीहरूले सफ्ट ब्यागको चक्लेट खाइबे सफ्ट ब्यागको चक्लेट खाए सब मिठो छ ओहो कारण सबै खाने चिज छ हो र मिठो रहेछ क्रिसमस सानो कस्तो रहेछ आइसी भन पापा म खाकाउले सकरा जानु Happy birthday to you. Happy birthday to you. सानो त्यसको गर्दैन बेबी ब्यागमा मिठो रहेछ मेरो नमस्ते गर्दो नमस्ते सबैलाई हामी कुछ नै समझ्दै भन्दै कामबाट आइयो अब मजाले थपेते ऐसे ऐसे मजाले भात खाने सुत्ने अनि भोलि क्रिसमस मनाउने र आँखा यस्तो भयो घामबारीमा धेरै घामबारी यस्तो भयो काम मेरी क्रिसमस काले भयो दाँत मको मको सुत्यो अब आफ्नो फोटो हेरेर को हो रे को हो भन्छ को चाकुरा सबैलाई बाई 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 भन्दैछन् बाई 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 कि बाई बाई